धुलोले मलाई मार्छ, मलाई पुर्छ। गाइज एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग होइन। आजसम्म भर्खर बिहानै कति 5 बजिरहेको छ होइन। अनि म चाहिँ अहिले दमकमा छु। सो आज चाहिँ काठमाडौँसम्मको मेरो राइड छ होइन। अनि सो हेर्नु होला, मैले चाहिँ अनुहार पनि धोएको छैन अनि यस्तो भइरहेछ। सो कपाल हेर्नु न, यस्तो हुन्छ क्या यो सुतेर उठ्दाखेरि। सो गाइज अब बाइकमा भेट्यो मलाई त हेर्नु होला। सो वाट्सअप गाइज एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग होइन। अनि आज चाहिँ बिहान भ्लग गरिरहेको छु होइन, किनकि आज मेरो अघि पनि भनिहालेँ, आज चाहिँ मेरो काठमाडौँसम्मको यात्रा छ। सो किप वाचिङ गाइज, बाटोमा के हुन्छ हेरेर जानुपर्छ। सो म चाहिँ राइडमा एक्लै छु होइन, मेरो कोही साथी पनि छैन। सो एकदम केयरफुल भएर जानुपर्ने हुन्छ म, किनकि अलिक रिस्की छ नि त लङ टुर। अहिले चाहिँ म ठ्याक्कै बिर्तामोडमा छु होइन। अनि अब मलाई काठमाडौँ पुग्नु त बेलुकै हुन्छ होला, किनकि म अलिक बिस्तारै जान्छु एकदम सेफली भएर होइन। किनकि अब छिटो कुद्यो भने त अब जे पनि हुनसक्छ। सो एकदम सेफ स्लो राइड गरेर जाने हो। थ्याङ्क यू। लाइसेन्स बोक्नु भएको छ गुरु? हजुर छ त सर। लाइसेन्स बोक्नु भएको छ? छ सर। ल गर्दैन त कस्तो झऱ्यो नि यो यस्तो यो अहिले यो के भन्छ दमक बिर्तामोड झापा एरियामा जुन यो अहिले बाटो बनाउँदैछ नि त। अनि यो बिचमा यस्तो खालको लास्टै ज्यादा खालको कम्तीमा पनि 100वटा जति चाहिँ होला क्या, 100वटा जति। अब यहाँ एउटा थियो, अलिकति पार गरेर जानु बित्तिकै ऊ पर त्यस्तै छ क्या, बित्तिकै ऊ पल्लोपट्टि छ, कति छ क्या यस्तो। अब यो वाक्कै हुन्छ। अनि यहाँ अहिले त धन्न पानीले भिजेर हल्का धुलो उडेको छैन क्या। यहाँ धुलो उड्दा त फेरि बिजोकका अब हरि बिजोकै भनौँ न। गाडीहरू त बाटो यहाँ फेरि धुलो गाडी यस्तो छ होइन। हेर्नु न प्याक यस्तो, म त के भन्न सक्दिनँ क्या। अब धुलो यस्तो खान्छ गर्मी बहुत गर्मी आफै लगाउने। त्यो भाइ म चाहिँ अहिले कटारी भन्ने ठाउँमा आइपुगेँ होइन। यहाँदेखि अब काठमाडौँ 221 किलोमिटर अनि भिमानपुरमा चाहिँ 50 किलोमिटर छ होइन। सो अझै स्टिल 221 किलोमिटर बाँकी छ मेरो राइड। हेर्नु न होइन छोरा छैन एउटा चाहिँ ठुल्ठुलो चाहिँ टिपेर टपक्क घरतिर।
गाइस घरिघरि चाहिँ के जोस चल्छ हौ कम्ती कुदाउनु मन लाग्दैन होइन सिन्धुलीको उकालो पसेँ होइन अनि अहिले चाहिँ कति बज्यो मलाई पनि थाहा छैन सो अब मैले खाजा खाऊँ भनेर अलिकति खोजेको अहिलेसम्म भेटेको छैन सो ऊ माथि एउटा देख्दैछु पहिला खाना चाहिँ म त्यहाँ खान्छु नि त त्यसरी आउँछ गाडीहरू यो बाटो यो यहाँको बाटो चाहिँ एकदम केयरफुल भएर चलाउनुपर्छ होइन सो अब खाजा खान पनि हुन्छ मेरो ब्याग चाहिँ यहाँ सरेर आइपुगेछ अहिले कति बज्यो भने ठ्याक्कै 12:37 भइसकेको छ यहाँ खाजा खानुपर्ने हुन्छ हामी गाइस म चाहिँ सिन्धुलीको चियाबारी भन्ने ठाउँमा आइपुगेँ होइन बिहान म कति 7 बजीतिर हिँडेको होला 7 बजी हिँडेर नन स्टप काहीँ नभए सिधै यहाँ आइपुग्दाखेरि 12:30 भयो सो नन स्टप आउँदा छिटो आइँदो रहेछ काहीँ सो गाइज मैले चाहिँ खाजासाजा पनि खाइसकेँ होइन अब जानुपर्ने हुन्छ सो यहाँको भ्यू चाहिँ यस्तो छ अहिले यो बाइक चाहिँ यहाँ छ होइन जाँदा पनि आराम गर्छु एकछिन सो गाइज हेर्दै गर्नु होला अब सिधै बाइकमा भेट्छु म तपाईँहरूलाई होइन सो किप वाचिङ गाइज म त अघिको त्यो गाडीले झन्डै हानेको सातो गइरहेको छ म कस्तो आइदिएको क्या त्यो बाइक म त छक्कै भयो यहाँ आएको त ल ल्यामतिर के गर्नु भयो त्यहाँ त्यो सो मेरो राइड चाहिँ अझै 115 किलोमिटर बाँकी छ है सो गाडीहरू चाहिँ आएको आइ गर्छ गाह्रो छ गाह्रो तर पनि अब धेरैचोटि ओहोरदोहोर गरेर होला होइन धेरैचोटि यो बाटो कुदाएर होला त्यस्तो गाह्रो त लाग्दैन तर पनि रिस्की चाहिँ लास्ट रिस्की हो कि मेरो भाग्यमा गाडीहरू आएको यहाँ त अलिकति आफ्नो लेन चाहिँ अलिकति छोड्यो भने गाह्रो छ यहाँ गाह्रो सुताउनु चाहिँ मजा आइरहेको छ त्यो हुन त यही मजा आएको सुताउनु तर स्लो स्पिडमा सुताउनु पर्छ क्या स्पिड गऱ्यो भने टर्निङ पुगाउँदिनँ क्या म फेरि सुत मजा कत्रो पेलेर आएको गाडीहरू गाई दुकान भ्यू होइन भ्यू चाहिँ बबाल छ जाऊ बाबु जाऊ अझै धुलीखेल पुग्न हामीलाई 75 किलोमिटर बाँकी छ स्टिल महिना गर्नु 1 2 3 4 5 6 7 8 9 10 11 1500 1 लाख महिना चाहिँ हेर्नु नै होइन छोरा छैन एउटा चाहिँ ठुल्ठुलो चाहिँ टिपेर टपक्क घरतिर होइन हेर्नु न होइन मेरा
मुस्ताङतिर गाइस मुस्ताङतिर गाइस हामी चाहिँ पुग्न लाग्यौँ माथि अप्पर मुस्ताङ पुग्ने यहाँदेखि आधी घन्टा लाग्छ अरे अप्पर मुस्ताङ गाइस अप्पर मुस्ताङ काठमाडौँ आउने बाटो पनि यहाँ माथि थियो नि त पहिला चाहिँ रोड अहिले चाहिँ यहाँ तल त्यो अस्तिको पानीले सब भगाइदिएको हो क्या धुलो हेर्नु न आम्मामा उठ्या यो धुलोले मलाई पुर्छ ओ उता अब म यो अप्पर मुस्ताङ पुग्न लाग्यो होइन बाटो यस्तो छ के गर्नु गाइजहरू काठमाडौँको धुलो म त धुलोले नुहाइसक्यो हेलमेटभित्र नि पुरै धुलो गाइस धुलो हेरौँ त गाइस अनि धुलो ओ धुलो 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 हेरौँ हालत क्या हालत मलाई कस्तो रियलमा यतिखेर देख्नु भन्नु तर्सिनु हुन्छ क्या धुलोले त्यस्तो बनाइरहेको छ गाडी हेरौँ न गाइस गाडी गाइड हुनु एउटा फाइदा छ सुरुत पस्नु त पाइन्छ तर धुलोले मार्नु आउँछ हुन्छ होला घाँसले केही हो बाटो देखिँदैन नि हौ धुलोले छ बाटो त फेरि जाम आउनु बाटो छैन जाम गाइस फाइनली म चाहिँ कोटेश्वर आइपुगेँ होइन यो कोटेश्वर चाहिँ पूर्वदेखि आउनेहरूको जक्सन भन्छ होला भन्नु त भन्दैन मैले नाम राखिदिएको होइन किनकि यहाँ चाहिँ पूर्वदेखि आउने सबलाई यहीँ झार्दिने गाडीले यहाँ चाहिँ ह्याप्पीले जाम हुन्छ किनकि यो यसको बिचको हाइवे चाहिँ यहाँ बनाउँदैछ होइन म यहाँ माथि मतलब यो बिचको हाइवे बनाउँदैछ नि त्यो गोर्खोमा अनि यो साइडको बाटो मात्रै खोलेको छ त्यो भएर यहाँ चाहिँ यहाँ हेरौँ न जाम परसम्म मान्छे म चाहिँ अब यहाँबाट जान्छु यहाँ अगाडि म पनि रोकिन्छु मलाई पनि थाहा छ ए भन्दा यो कार आइहाल्यो नि अलिकति अगाडिसम्म जाउँ न बाइकहरू छिरिहाल्छ नि एक्सक्युज मी हेलो दा एक्सक्युज मी छिराइदिउँ ए छिरो फाइनली यहाँको जाम चाहिँ ठुलो होइन आफ्टर कति मिनट भनौँ आफ्टर 10 मिनट भनौँ होइन यहाँको जाम पनि ठुलो अब सुई यतिखेर कतै हाल्नुपर्छ नत्र फेरि लास्ट चाहिँ अड्किन्छ क्या यतिखेर उताबाट अहिले कहाँ फसिन्छ भन्ने कुरो मलाई थाहा थियो त्यही भएर ए चक्का त्यहीँ छ त हौ भयो खतरा हो ल यो पनि छिराइदिउँ खै छिट्टै न यो ऐनाले गरेर नदेखि गएर अब हिउँ पनि बबाल आएर होला है त हिउँ जाम आइरहेको होला है साँच्ची नै घाम लागिरहेको नि त छोडिदिइसक्यो अनि अहिले हेर्दा सुरु हुन्छ खतरा हेरौँ न अगाडि राखेको छ अगाडि बाइकहरू अझै मुख लगा भएर दिस सानो हाइट होइन यो सानो टोक्नु भन्छ यसलाई अब यहाँदेखि अलिकति लेफ्ट छिर्नुपर्छ लेफ्ट छिरेछु यता पर हो पुगिहालिन्छ अब त पुग्यो ढुक्क आराम क्या अनि तर लास्ट खाएको यार आज म कस्तो छ क्या तपाईँले मलाई देख्नुभयो भने माया लाग्छ क्या नानीलाई त छोडिदिनु पर्छ नि कहाँ रोकेको होला अलिक कुरा गाई चाहिँ अब चाहिँ अलिकति पर हो होइन ल फाइनली म आइपुगेँ गाइस यहाँ हो मैले फुपूलाई बोलाउनु पर्ने हुन्छ अब आन्टी हुनुहुन्छ कि हुनुहुन्न आन्टी
गाइज म तपाईँलाई बाइकको हालत देखाउँछु ल यहाँ हेर्नु न यस्तो छैन अनि सिटमा त ल JSMRIT लेखेन यस्तो छ यस्तो बिजोग भएको छ हालत अनि मेरो हालत त्यस्तो भएको चाहिँ सो गाइज म चाहिँ अस्ति भन्दा नि हिजो आउनु बित्तिकै लास्ट थाकेको थियो र अनि झ्याप्प लडेको निदिहालेँ होइन अब चाहिँ डेली भ्लग्सहरू आउँछ होइन अब त्यत्तिकै बाहिर कुदिरहन्छु नि त सो हेर्नु होला सो म चाहिँ टिभी हेर्दै बसिरहेको छु होइन सो काम पनि छैन अब प्र्याक्टिसको दिन जानुपर्छ सो अबदेखि म के गर्छु सब भ्लगमा आउँछ सो आज चाहिँ बिहान हो अनि म चाहिँ यहीँ भ्लग एन्ड गर्दैछु सो गाइस हेर्दै गर्नु होला यहाँसम्म हेर्नु भएको थियो भने धेरै धेरै धन्यवाद सो गाइस सी यु इन नेक्स्ट भ्लग बाई बाई